ईश्वरले एउटा दैलो बन्द गरिदिए नि उहाँले अर्को दैलो अवश्य खुला राख्नेछ भन्ने कुरा एकदम साँचो हो। किनभने सानै उमेरमा है आमा बाबाको साथ र आशीर्वाद छुटे पनि यसकोमा दुःख त छ, तर गुनासो त्यति छैन। किनभने त्यसको बदलामा हामीलाई भगवान जस्तो दाजु दिनुभएको छ र त्यसको लागि एकदम लकी फिल गर्दछु। र आजको दिन यो स्पेसल दिनमा मेरो दाजुलाई जन्मदिनको धेरै 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 शुभकामना दिन चाहन्छु र तपाईको लामो आयु र राम्रो स्वास्थ्यको लागि मनोकामना गर्दछु। ईश्वरले दुःख कष्टबाट सधैँ टाढो राखुन् तपाईलाई, भन्नु तपाईलाई राख्ने रोग पनि हामीमै आओस्, तर दाइ तपाईलाई एकदम स्वस्थ राखोस्, सोचेको कुरा सबै पुरा होस् तपाईको है। र मेन कुरा आजको दिन तपाईको लागि मात्रै स्पेशल नभएर हाम्रो लागि पनि स्पेशल हो। किनभने तपाई दाजु मात्रै नभएर हाम्रो लागि है आमा बाबाको जग्गामा हुनुहुन्छ र तपाईको माया र तपाईको साथ एकदमै इन्स्पायर गर्छ। र जब पनि हामी विक हुन्छौँ, जब पनि हामी आफ्नो बाटोबाट भट्किन्छौँ, जब पनि कमजोर हुन्छौँ, त्यो टाइममा सपोर्ट गर्ने, बाटो देखाउने हैन, अलिकति मोटिभेट गर्ने तपाईँ नै हो दाइ। र मेरो लाइफको यदि भन्ने हुन्छ भने मेरो लाइफको यु आर माई सुपर हिरो है। एकदम यो कुरा म सायद फेस टु फेस कहिले भन्नु सक्दिनँ होला, तर यु आर नट ओन्ली माई ब्रदर, यु आर माई सुपर हिरो। अगर कसैले सोध्छ भन्ने भने तपाईँको सबभन्दा बिगेस्ट इन्सपिरेसन को हो? माई बिगेस्ट इन्सपिरेसन इज माई ब्रदर ओन्ली हैन। मेरो दाजुहरू नै हो मेरो बिगेस्ट इन्सपिरेसन। धेरै गल्ती गरिन्छ है, गाली खाइन्छ, कुटाइ खाइन्छ, तपाईँको टाउको दुखाउँछ, कोही बेला भने जस्तो गर्नु सकिँदैन, मुख छलाइन्छ, तर दाइ यो कुराले कहिले चित्त नदुखाउनु है। सानो छु, गल्ती हुन्छ पनि, सुधार्ने पनि छु आफूलाई हैन, तर तपाईँको साथ चाहिँ कहिले पनि नछुटोस् हैन। हामी तीन भाइ यसै गरी नै एउटा एक्जाम्पल बनेर नै सधैँभरि अघि बढिराखौँ हैन। जस्तै जेसुकै भए पनि है दुःख पीडामा हामी तीन भाइ सधैँ साथमै होस्। र यस जन्मदिनमा तपाईँलाई धेरै 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 शुभकामना दिन चाहन्छु। र अरू त के भन्नु है, ल फेरि पनि है एट द एन्ड तपाईलाई यस जन्मदिनमा विश यु ह्याप्पिएस्ट बर्थडे। मे गॉड ब्लेस यु, मे गॉड ब्रिङ्स अ लट अफ ह्याप्पिनेस, गुड हेल्थ, मे योर ड्रिम्स कम्स ट्रु हैन। र जति सुकै भए पनि तपाईको साथ सधैँभरि बनिरहोस् हैन। कहिले पनि भगवानले यो दाजुभाइको यो जुन जोडी छ त्यसलाई कहिले पनि नछुटाओस् र आउने दिनमा इन फ्युचरमा पनि सबैको लागि एउटा इक्जाम्पल सेट गर्न पाऊँ र यति नै भन्न चाहन्छु। फेस टु फेस त म कहिले भन्न सक्दिनँ है, डर पनि लाग्छ, तर त्यही हो तपाईँको लागि इज्जत, माया, प्रेम हैन सबैभन्दा माथि नै छ। र एकदम लक्की फिल गर्छु तपाईँलाई पाउनु, एकदमै लक्की फिल गर्छु। त्यति दुःख लाग्दैन हैन, सानोमा बहुत कुरा भोगेको छ, त्यो कुराले त्यति एफेक्ट गर्दैन। किनभने त्योभन्दा दामी एउटा यु आर नट ओन्ली अ पर्सन, म त त्यही भन्छु क्या, सायद म यस्तालाई पनि त्यही लाग्छ होला। यु आर द बेस्ट गिफ्ट अफ आवर लाइफ, त्यति चाहिँ एकदम सत्य। यु आर द बेस्ट गिफ्ट अफ माई लाइफ। र सोचेको सबै पुरा होस् हैन। दुश्मनको नजर कहिले पनि तपाईसँग पुग्नु नसकोस्। हेल्थ, राम्रो हेल्थ होस् सधैँभरि है, नराम्रोहरू कहिले नलागोस्, दुख बिमार कहिले नलागोस्, तपाईँलाई लाग्ने रोग कष्टबाट भन्दा हामीमा आओस्, तर तपाईँलाई एकदम सुरक्षित राखोस् भगवानले। र तपाईँको साथ कहिले पनि नछुटोस्। ह्याप्पी बर्थडे दाइ।